हार मान्न लागेको त्यो दिन म गाउँको सामान्य विद्यालयमा पढेको विद्यार्थी। एसी सकेपछि परिवारको चाहनाले विज्ञान पढ्न भनेर काठमाडौँ पुगे। तर कलेज पुगेपछि मेरो संसार नै फरक भयो। कक्षामा साथीहरू अङ्ग्रेजी खरर बोल्थे। शिक्षकले पनि अङ्ग्रेजीमै धेरै पढाउनुहुन्थ्यो। साथीहरूले सजिलै बुझ्ने कुरा पनि म भने बुझ्नै सक्दिन थिएँ। कक्षामा बसेर कहिलेकाहीँ आफैलाई सोध्थे म किन यहाँ आएछु होला भनेर। कोठामा फर्किएपछि मन भारी हुन्थ्यो। धेरै पटक एक्लै बसेर रोएँ। परिवारको दबावमा विज्ञान पढेकोमा पछुतो लाग्थ्यो। कहिलेकाहीँ सबै कुरा छोडिदिउँ जस्तो लाग्थ्यो। तर त्यस्तो बेला मेरो दाइले सधैँ हौसला दिनुहुन्थ्यो। आज गाह्रो छ भनेर नआत्तेऊ। सङ्घर्ष गर्ने मान्छे कहिल्यै हार्दैन। तिमीले प्रयास छाडेनौ भने एक दिन सफल अवश्य हुन्छ भनेर मलाई हौसला दिनुहुन्थ्यो। दाइका ती शब्दहरू नै मेरो साहस बने। मैले धेरै कुरा बुझ्दिन थिएँ। त्यसैले बुझेर भन्दा पनि घुकेर पढ्न थालेँ। रातभरि जागेर पढेँ। दिनको 3-4 घण्टा मात्र सुत्थेँ। मेहनत गरिरहेँ। पहिलो वर्षमा एउटा विषय लाग्यो। नतिजा देख्दा मन निकै दुख्थ्यो। तर पनि दाइले सम्झाउनुहुन्थ्यो एउटा हारले जीवन हारिँदैन भने। मैले त्यही गरेँ। अझै धेरै मेहनत गरेँ। त्यो विषय पनि कटाएँ। बिस्तारै आत्मविश्वास बढ्दै गयो। अन्ततः राम्रो अङ्कसहित विज्ञान पढाइ पनि पुरा गरेँ। त्यसपछि MBBS को तयारी गरेँ। परीक्षा दिए, नाम निस्केन। फेरि दिए, फेरि निस्केन। नर्सिङको लागि पनि प्रयास गरेँ। त्यहाँ पनि सफल भइन। बारम्बार असफल हुँदा मन थाकिसकेको थियो। कहिलेकाहीँ लाग्थ्यो सायद सफलता मेरो भाग्यमा छैन। त्यसपछि मैले अन्तिम पटक भनेर फेरि परीक्षा दिएँ। नतिजा आएको दिन जब आफ्नो नाम देखेँ, आँखा रसाए। ती खुसी शब्दमा भन्न सक्ने खालको थिएन। म BSc नर्सिङमा पूर्ण छात्रवृत्तिमा छनौट भएको थिएँ। त्यो दिन सबैभन्दा पहिले मेरो दाइको अनुहार सम्झेँ। दाइले सम्झाएको कुरा सम्झेँ। दाइले दिएको हौसला सम्झेँ। किनकि जब म आफैले आफैलाई विश्वास गर्न छाडेको थिएँ, मेरो दाइले ममाथि विश्वास गर्न छोड्नु भएको थिएन। आज म BSc नर्सिङ पढ्दैछु। पछाडि फर्केर हेर्दा बुझ्छु त्यो समयको दुःख, आँसु र सङ्घर्ष व्यर्थ थिएन।